कहिलेकाहीँ नुहाएर यस्तो अगाडि उभियो भने पछाडिको मोबाइल झन्डै छ पछाडिको चाक देख्दो रहेछ कि अनि मेरो पालो यस्तो निहुरेर हेरिदिनु न त कस्तो हुँदो रहेछ आफ्नो चाक भनेर हेरेको कस्तो कस्तो छ्या घिन लाग्दो रहेछ के गरेर चिक्छ होला हौ केटा मान्छेले छि लास्ट नराम्रो हुँदो रहेछ कस्तो के मेरो अगाडि पछाडि ऐना छ कि यता पनि छ कि अनि ठिङ्ग उभिनुपर्छ कहिले कस्तो लाग्छ कि आफैलाई बर्दिएर पठाएछु जस्तो लाग्छ अरूहरू त कति राम्रो क्युट हुन्छ नि यार आफ्नो पुती पनि यत्रो नै छ हो के अलाछिना राक्षस खाएर त होइन होला हो भगवान् के गर्ने होला म त कहिलेकाहीँ यसो फोटो खिचेर राख्छु हेर्नलाई आफै हेर्छु जुम गरेर यसो हेरेको त त्यो हक्ने चाक्ने यत्रो ठुलो कोठी रहेछ कि छ्या के दिएको होला है यस्तो भगवान्ले पनि अनि त्यो फेरि हक्ने चाक पनि अलि राम्रोसँग हेरेको आमामा के साह्रो कालो हो फेरि भगवान् कालो र कालो कि फेरि हेरौँ न रे कसरी आइडी ब्यान्ड हुन्छ कसरी देखाउने